आउनलाई चाहिँ के हेर वाउ ल्याउ हेलो एभ्रिवान आज हामी जाँदैछौँ कृतिपुरको डग फार्म आर यु एक्साइटेड गाइज Yes. And what about you, Papa? Are you excited? Beautiful scenery हेर्दै हामी हाम्रो डेस्टिनेसनतिर लाग्न थाल्यौँ। बाटोभरि पर्पल फ्लावर अनि ब्युटिफुल हिल्सहरू जङ्गलहरूले यति मनमोहक बनायो हामीलाई। हामी एकछिन हेरेको जर्नी सुरु भएदेखि नै एक्साइटमेन्ट बढिरहेको थियो। ब्युटिफुल देखिरहेको थियो। कहिलेकाहीँ डेस्टिनेसन भन्दा जोर्नी नै अझ म्याजिकल हुने रहेछ। फाइनल्ली हामी डटी डग फार्ममा पुग्यौँ। हामी अराइभ भयौँ डटी डग फार्म। कुन हेर्न बच्चाहरू एनिमल देखेर लिटरली ओभर एक्साइटेड भएका थिए। हाम्रो मेन टार्गेट चाहिँ के थियो भने हामी चाहिँ त्यहाँनिर हाइकिङको लागि गएका थियौँ बच्चाहरूलाई यसो फन हुन्छ भनेर। तर हाम्रो प्लान चाहिँ के भयो भने मौसमले गर्दाखेरि चेन्ज हुने पानी पर्ला जस्तो भएर हामी हाइकिङलाई क्यान्सल गर्ने स्थितिमा पुग्यौँ। जे हुन्छ राम्रैको लागि हुन्छ भनिन्छ नि, त्यसैले बच्चाहरूले त्यहाँनिर पनि अब कम्प्लिमेन्ट्री प्याक पाउने भयो जहाँ चाहिँ हामीले पोट्री एड गर्ने अनि त्यो पछाडि उहाँहरूले त्यो पेन्ट गर्ने ब्रस सामानहरू दिनुहुन्छ अनि बच्चाहरूले चाहिँ मजाले एनिमल सिपहरूसँग रमाइलो गर्दै बस्ने भन्ने डिसिसन हामीले। एक दिनको लागि चाहिँ पर्फेक्ट ठाउँ भेटे जस्तो फिल भयो क्या हामी सबैजनालाई। के रहेछ सात्विक यो भन त सात्विक सिपले के गर्छ भन? घाँस खान्छ। ए अनि अरू के गर्दै रहेछ? कसरी कराउँछ सिपले? सिपको बेबी हो क्या? सिपको बेबीलाई के भन्छ? एउटा डगले नि हामीलाई चेज गर्न थाल्यो। अनेस्टली मैले कहिले डगबाट आफ्नो लाइफ बचाउँदै भाग्नु पर्ला भनेर त सोचेकै थिइनँ। वाउ कस्तो भयो? मजा आयो? चचा हुई भनेको यो चचा हुई। अब हामी आइपुगेको छौँ दौडा। देखिँदै नि साइड रेन पछाडि तौदहमा पुग्दाखेरि यति रमाइलो दृश्य देखिएको थियो। त्यो पानी परेपछि आकाश खुल्छ अनि एकदम सुन्दर देखिन्छ नि, हो त्यो भ्यूको मजा नै बेग्लै छ के। हामी
त्यस पछाडि युज फिसहरू देखेर त हामी सक भएको अनि नजिकै त्यहाँनिर चाहिँ फिसहरूलाई फिड गर्नको लागि फुड पनि पाइने रहेछ त्यसैले हामीले त्यो फुडहरू किन्यौँ अनि फिसहरूलाई फिड गर्दाखेरि यति रमायो मेरो बच्चाहरू यति रमायो आई क्यान्ट एक्सप्रेस इट फुड हाल्ने बित्तिकै सबै फिसहरू एकै ठाउँमा आउँदो रहेछ अनि त्यो दृश्य चाहिँ नि नेक्स्ट लेभलको थियो कि Oh my god. त्यस पछाडि हामी ट्रेडिसनल नेपाली फुड पनि खाने मौका पायौँ त्यहाँ नजिकै बेचिराख्नु भएको रहेछ दुई चारजनाले त्यस पछाडि हामी निस्क्यौँ तौदाको पुरै राउन्ड घुम्नको लागि भनेर बाबु के भयो फेरि के भयो थाहा कहाँको जङ्गल बाटो पानी परेको छ कि छैन पानी पर्यो अब घर कसरी जाने ओके पानी परेर स्टप भयौँ हामी यहाँ भित्र बसिरहेको छौँ सबैजना पनि पानी रोकिने त नामै लिँदैन अन्त्यमा अलिक पानी कम भयो जस्तो भएको थियो अनि हामी त कुद्यौँ पार्किङसम्म लिटरली दौडै पुग्यौँ हामी सबैजना भिजेको हाँसेको र हल्ला गरेको जुन दृश्य थियो नि द्याट वाज भेरी एक्साइटिङ त्यो मोमेन्ट हामी कुदेको गएको थियौँ नि त त्यस कारण द्याट्स आइ एम भेरी सरी फर द्याट मैले हजुरलाई देखाउन सकिनँ अब म हजुरलाई देखाउँछु यो रोडको ट्रिप है कस्तो ब्युटिफुल देखिएको कि मैले त गाडी रोकेर त्यहीँनिर एकछिन भिडियो खिचेर बसौँ न भनिराखेको थिएँ मेरो हस्बेन्डलाई फर्किने बेला सिनरी एकदम ड्रिमी देखिरहेको थियो रेन पछि नेचर झन् ब्युटिफुल देखिरहेको थियो पुरा ट्रिप नै अनएक्सपेक्टेड भए पनि अनफर्गेटेबल मेमोरिज बन्यो आजको ब्लगमा एडभेन्चर थियो कमेडी थियो क्युट रोमान्स थियो ह्याप्पी ड्रामा थियो अनि ब्युटिफुल मेमोरिज पनि यदि तपाईँलाई यो ब्लग मन पर्यो भने भिडियोलाई लाइक सेयर र सब्सक्राइब गरिदिन नभुल्नुहोला कमेन्ट गरेर हजुरहरूले भन्नुहोस् सबैभन्दा फन्नी पार्ट कुन चाहिँ लाग्यो अनि नेक्स्ट ब्लगमा हामी कहाँ जाँदा रमाइलो होला त्यो पनि सजेस्ट गर्नुहोस् ल ओके बाई बाई सी यू इन द नेक्स्ट भिडियो